नमस्ते, यहाँहरूलाई स्वागत छ मोटिभेशनल वक्ता युट्युब च्यानलमा। लामो समयको अन्तरालपछि म यहाँहरू समक्ष उपस्थित भएको छु र मैले अहिले सन् 2025 5 महिना 5 तारिकका दिन यो भिडियो छायाङ्कन गरिरहेको छु र हाल म अहिले कुवेतको फाहिल एरियामा छु। यो एक्चुअली ग्रामीण क्षेत्रमा पर्दछ, यानि कि गाउँ जस्तै नै हो भन्न सकिन्छ। तर यहाँनिर अलिकति राम्रो वृक्षारोपण गरेको देखियो, जुन हरियाली छ। यहाँनिर कमसेकम 2-3 महिना एकदमै जाडो हुन्छ, त्यसपछि जुन जुलाईतिर त एकदमै प्रचण्ड गर्मी नै हुन्छ। तर जे होस्, मैले आफ्ना विगतका दिनमा दुबई र साउदी अरेबिया अलरेडी म गइसकेको र त्यहाँ काम गरिसकेको। कमसेकम मैले यो दुईवटा देशहरूमा 5 वर्ष जति बिताएँ। त्यहाँनिर 12 महिना एसी चलाउनु पर्थ्यो भने यहाँ त्यस्तो छैन। यहाँ चाहिँ कमसेकम 2-3 महिना चाहिँ एकदमै जाडो हुन्छ, हिउँसम्म पर्छ। अन्य फेरि महिनाहरू भने चाहिँ एकदमै टफ हुन्छ, एकदमै बाहिर निक्लिनु गाह्रो छ। यो अहिले त्यही अवस्थाको सुरुवात वा प्रारम्भिक अवस्था हो। अहिले चाहिँ म यहाँनिरको कुनै एउटा टपेस्ट र एकदमै राम्रो हेर्न लायक दृश्य भएको भिडियो चाहिँ मैले खिचिरहेको त पक्कै पनि हो भन्दिनँ म, तर यो पनि यस्तो पनि अवस्था छ यहाँनिर होइन। विदेश भन्ने बित्तिकै एकदमै चिल्ला चाहिँ नि सडक भवनहरू हुनैपर्छ भन्ने हुँदैन, यस्तो भर्खर निर्माण भइरहेका र यस्तो धुलाम्बे सडकहरू पनि पाइन्छ। जुन सपना र हामीले जस्तो इमेजिनेसन गरेर आएका हुन्छौँ त्यस्तै चाहिँ ठ्याक्क हुँदैन भनेर यो भिडियोले सायद पुष्टि चाहिँ गर्छ होला। खेर अहिले म यहाँनिरको एउटा प्रसिद्ध लुलु हाइपर मार्केट र ग्रान्ड हाइपर मार्केटको नजिक आइपुगेँ। तर म चाहिँ ग्रान्ड हाइपर मार्केटतिर जानेछु। यो चाहिँ यहाँको एउटा फाहिल गाउँ हो होइन। यहाँनिर चाहिँ हरेक सेवा सुविधाहरू यदि तपाईँसँग टन्न दिनार छ भने किन्न सक्नुहुनेछ। तर यहाँनिर चाहिँ नि विशेष गरेर भारत, बाङ्लादेश, श्रीलङ्का, पाकिस्तान, नेपाल, फिलिपिन, भुटान, केन्या र इन्डोनेसिया लगायतका देशहरूबाट आप्रवासी बसोबास गर्ने भएको कारणले गर्दा विशेष गरेर बेलुकाको समयमा अर्थात् अबको केही 2 घन्टा पश्चात यहाँ एकदमै भिड मेला जस्तो देखिन्छ। किनकि सबै मान्छेहरू जब आफ्नो कार्य सकेर वा अफिसहरू सकेर चाहिँ नि चियापान गर्नको तर्फ आउँछन्, साथीभाइसँग भेटघाट गरौँ भनेर आउँछन्, त्यो बेलामा यहाँ भिड देख्न सकिन्छ। तर तत्काल भने छैन, किनकि अहिले चाहिँ म भिडियो बनाउनुको लागि अलि सुनसान समय हेरेरै आएको छु। अलिअलि भिड देख्न सकिन्छ। सायद तपाईँहरूलाई विश्वास लाग्न नसक्ला, यहाँनिर कमसेकम एकदमै प्रचण्ड गर्मी भए तापनि हामी दक्षिण एसियाली मुलुकका बासिन्दाहरू भने चिया खान चाहिँ छोड्दैनौँ नि। फेरि म तपाईँलाई एउटा चियाको पसल पनि देखाउँछु, त्यहाँ एकदमै भिड भइरहन्छ जतिखेर पनि। किनकि त्यहाँनिर एकदमै मिठो फ्लेभरको जिन्जर हालेको चिया पाइन्छ, जुन अन्य क्षेत्रको भन्दा यहाँनिर अलि राम्रो टेस्ट पाइन्छ। मैले पनि चाखेको छु त्यहाँ। र यो चाहिँ ग्रान्ड हाइपर मार्केट। यहाँनिर चाहिँ हामीले हाम्रो दैनिकी चलाउनको लागि सागसब्जीहरू किन्ने, यानि कि भनौँ न एक प्रकारको हटिया होइन। हाम्रो हटिया बजार चाहिँ कस्तो हुन्छ भन्दा ओपन हुन्छ र प्रत्येक व्यक्तिहरू चाहिँ आफै स्वामित्व भएका र पसल राखेका हुन्छन् भने यहाँभित्र चाहिँ एउटा म्यानेजमेन्ट टिम अन्तर्गत पर्छ, त्यो त्यसरी चलेको हुन्छ। तपाईँलाई पनि थाहा छ, हाम्रो जस्तो भाटबडी जस्तै त हो नि।
गाडीमा यसरी सब्जीहरू बेचिराखेका छन् होइन। कमाउनु पर्ने त हो, जुनसुकै स्थिति भए पनि कमाउनु पर्यो, देशमा पैसा पठाउनु पर्यो। त्यसको लागि जुनसुकै काम पनि गर्न यहाँ हामी जस्तो आप्रवासीहरू तयार नै हुन्छ। म पनि आइपुगेँ चिया पसलमा, एक चाय दिन्छ नि। र मैले पनि एक कप चिया लिइसकेँ र अब चिया पिउँदैछु। एकछिन म तपाईँहरूलाई यहाँको दृश्य देखाएर चिया पिउँदैछु। म चाहिँ त्यही अल्मुजेरी एक्सचेन्ज अन्तर्गत काम गर्ने गर्दछु र अहिले आज मेरो छुट्टी पऱ्यो, त्यही भएर यसो घुमौँ भनेर आएको। अहिले त्यति बेलुका नभइसकेको कारणले गर्दा र अलिक गर्मी नै छ। बेलुकाको यस्तै 4-5 बजीतिरबाट एकदमै रमाइलो मेला जस्तो देखिन्छ। यहाँ चारैतिर एकदमै भिडभाड भरिभरा हुन्छ।